सबैजनालाई आज चाहिँ हामी महासभाको बारेमा केही छलफल गर्न गइरहेका छौँ। महासभा चाहिँ एउटा केन्द्रीय यहुदी अदालत पनि थियो र यो विषयमा छलफल गर्न हामीसँग हुनुहुन्छ केही गेस्टहरू। आदरणीय थर्ड इयरबाट जोन तामाङ दाई, सेकेन्ड इयरबाट मनिष मगर दाई। यो छलफल सुरुवात गर्न म तपाईँ जोन दाईलाई फर्स्टमा क्वेसन सोध्न चाहन्छु ल, यो महासभा कसरी सुरुवात भयो होला त? बहिनीलाई धेरै धेरै धन्यवाद छ, एकदमै इन्ट्रेस्टिङ क्वेसन सोधिदिनु भएको छ। विशेष गरी यदि हामीले हेर्ने हो भने चाहिँ महासभा चाहिँ मोसाको पालोदेखि सुरु भएको देख्न सक्छौँ उजाड स्थानमा। अनि मोसाले चाहिँ विशेष गरी मोसालाई सहायता गर्नका लागि 70 जना दक्ष व्यक्तिहरू चुनिएको हामी देख्न सक्छौँ। त्यहाँबाट उत्पन्न भएको हामी देख्न सक्छौँ। र विशेष गरी यहुदी लेखकहरूको भनाइअनुसार चाहिँ जब इजरायलीहरू बेबिलोनको निवासनबाट फर्केर आएपछि एज्राले चाहिँ यो महासभालाई पुनः सङ्गठन गरेको हामी देख्न सक्छौँ। हामीले एज्राको पुस्तक 11 अध्यायको 16 देखि 24 सम्म हामी देख्न सक्छौँ। र एज्राका अगुवाहरू र नहेमियाका शासकहरू मिलेर सम्भावित यसलाई महासभा जस्तै देखिने जुन सङ्गठन बनाएको हामी देख्न सक्छौँ। एकदमै चाखलाग्दो कुरा तपाईँले भन्नुभयो। र यस विषयमा महासभाको उत्पत्तिको विषयमा तपाईँको चाहिँ के सोच छ त मनिष दाइ? मिलासका हामीले यो महासभा जसलाई चाहिँ इङ्ग्लिसमा स्यानहेड्रिन पनि भनिन्छ, यसको बारेमा जान्नको लागि चाहिँ सुरुमा हामीले बुझ्नुपर्छ कि यो शब्द चाहिँ कसरी आयो त, होइन? अनि स्यानहेड्रिन भन्ने शब्द चाहिँ ग्रिक शब्द सेन्ड्रियन भन्ने शब्दबाट चाहिँ आएको छ। अनि जसको अर्थ चाहिँ के हुन्छ भने सँगै बस्नु हुन्छ, जसले चाहिँ एउटा सभालाई पनि जनाउँछ। अनि हामीले एउटा यसमा चाखलाग्दो कुरा चाहिँ के छ भने यो चाहिँ ग्रिकको समयभन्दा अगाडि चाहिँ कहीँ पनि आएको खबर चाहिँ हामीले पाउँदैनौँ, किनभने कुनै पनि एउटा ठोस सबुत चाहिँ हामीसँग छैन जसले बताउँछ कि यो ग्रिकभन्दा अगाडि पनि आएको थियो भनेर। अनि त्यसबाट हामीले के बुझ्छ भने यो जुन स्यानहेड्रिन भन्ने शब्द छ यो चाहिँ ग्रिकबाटै उत्पत्ति भएको हो। अनि बाइबल विद्वानहरूले चाहिँ यसलाई करिब चाहिँ 300 ईसा पूर्व चाहिँ आएको हुनुपर्छ भनेर चाहिँ अनुमान गरेका छन्। भनेपछि हामीले महासभाको यो शब्दको अर्थ चाहिँ हामीले पौराणिक तथ्यबाट नै पाउन सक्छौँ भने यसको अस्तित्व र संरचना चाहिँ ग्रिक शब्दबाट भएको भनेर हामीले बुझ्न सक्छौँ। धेरै धन्यवाद। अनि अब चाहिँ हामी सबैलाई थाहा छ कि महासभाहरू चाहिँ एउटा प्रकारको मात्रै थिएन, तर 3 प्रकारका थिए। र स्थानीय महासभाहरूको बारेमा के जोन्दै तपाईँ हामीसँग केही कुरा सेयर गर्न सक्नुहुन्छ? अवश्य बहिनी। र हामीले थाहा गर्न सक्छौँ कि विशेष गरी स्थानीय महासभा भनेको चाहिँ यो सानो तथा गाउँमै हुने एउटा निकाय हो र यसमा चाहिँ 3 जना न्यायाधीशहरू बस्ने गर्दछन्। र विशेष गरी यसमा चाहिँ हामी देख्न सक्छौँ सम्पत्तिको क्षति, चोरी तथा क्षतिपूर्ति सम्बन्धी मुद्दाहरूको फैसला गर्ने गर्दछन्। र यसमा मृत्युदण्ड जस्तो न्यायको फैसला गर्न सक्दैन। र हामीले हेऱ्यौँ भने येशू ख्रीष्टले पनि चेलाहरूलाई भन्नुभएको थियो, यदि हामीले हेऱ्यौँ भने मत्तीको पुस्तक 10 अध्यायको 17 पद र मर्कुसको पुस्तक 13 अध्यायको 9 पदमा हामी देख्न सक्छौँ येशू ख्रीष्टले चेलाहरूलाई स्थानीय निकायहरूमा सुम्बिदेऊ भन्ने कुरा गरिएको छ। भनेपछि स्थानीय महासभाले चाहिँ दैनिकी कुराहरूलाई चाहिँ हेर्दछ। भनेपछि सानो महासभाले चाहिँ के कुरालाई चाहिँ हेर्दछ त मनिष दाइ? सानो महासभा यो जसलाई चाहिँ स्यानहेड्रिन कथना पनि भनिन्छ, यो बन्नको लागि चाहिँ 23 जना चाहिँ न्यायाधीशहरूको चाहिँ खाँचो पर्दथ्यो। अनि जुन स्थानीय महासभा हुन्छ जुन चाहिँ सानो सानो गाउँमा बनिन्थ्यो भने यो सानो महासभा चाहिँ ठुलो सहरहरूमा चाहिँ स्थापित गरिन्थ्यो। अनि हामीले हेर्छौँ भने चाहिँ यसमा चाहिँ कस्तो कस्तो अपराधहरूको चाहिँ न्याय हुन्थ्यो भने जस्तै हत्या, बलात्कार, अनि जुन जनावरसँग चाहिँ रिलेट भएको जुन अपराधहरू हुन्छ त्यो अपराधहरूको चाहिँ यहाँ चाहिँ फैसला गरिन्थ्यो। अनि यहाँ चाहिँ फैसला चाहिँ यहाँसम्म गरिन्थ्यो कि मान्छेलाई चाहिँ मृत्युदण्ड पनि दिन्थ्यो। जो चाहिँ दोषी भेटिन्छ उसलाई चाहिँ मृत्युदण्डको फैसला पनि यही सानो महासभामा गरिन्थ्यो। अनि हामीले चाहिँ यो सानो महासभाको बारेमा चाहिँ बाइबलमा चाहिँ प्रस्थानको 21 अध्यायको 29मा चाहिँ हामीले पाउन सक्छौँ। भनेपछि हामीले स्थानीय महासभागार बन्नको लागि चाहिँ 3 जना न्यायाधीश चाहिन्छ भने चाहिँ सानो महासभागार बन्न चाहिँ 23 जना न्यायाधीश चाहिन्छ। र सानो महासभागारले चाहिँ अलिक गम्भीर अपराधहरूलाई चाहिँ हेर्दथ्यो भने यो तर अझै एउटा योभन्दा नि ठुलो महासभागार छ भनेर चाहिँ हामी जान्दछौँ, सर्वोच्च महासभागार होइन र जनता। यसको विषयमा चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ?
सर्वोच्च महासभा भनेको यो यरुशलेमकै सबैभन्दा ठुलो अदालत हो र यसमा चाहिँ हामी देख्न सक्छौँ 1000 जना सदस्यहरू त्यहाँ रहने गर्छन् र यसमा चाहिँ मन्दिरको पर्वतमा काटिएको ढुङ्गा यो चाहिँ इङ्ग्लिसमा चाहिँ च्याम्बर स्टोन भन्ने गर्छन्। यसमा यो कोठामा चाहिँ मानिसहरू भेला हुने गर्दछन् र यसमा चाहिँ शक्तिशाली कामहरूको फैसला हुन्छन्। यहाँ यसमा राष्ट्रिय मामिलाको कुराहरूदेखि लिएर र यसमा पुजारीहरूको छनौट, राजाहरू नियुक्त गर्ने र धार्मिक विभिन्न खालको न्यायहरूको फैसला यसमा हुने गर्दछन् र हामी यसमा देख्न सक्छौँ कि र यसमा चाहिँ मन्दिरको पर्वतमा, मन्दिरको आँगनमा चाहिँ पवित्र ठाउँहरू चाहिँ यो विस्तार गर्ने काम पनि गर्छन् र उनीहरू चाहिँ विशेष गरी सभा दिन र चाडपर्व बाहेक दिनौ उनीहरू भेला हुने गर्दछन्। भनेपछि महान महासभा चाहिँ एउटा सर्वोच्च अदालत जस्तै थियो जसले चाहिँ एकदमै विशेष योजनाहरू चाहिँ गर्थे। भनेपछि यो महासभामा चाहिँ कस्तो कस्तो सदस्यहरू चाहिँ हुन्थ्यो त? हामी हेर्छौँ भने चाहिँ महासभामा चाहिँ विशेष गरी चाहिँ सदस्यहरू चाहिँ मिलेर बनेको हुन्थ्यो। अनि हामी हेर्छौँ भने सदस्यहरू चाहिँ पुजारीको दर्जामा आउँथ्यो समाजमा, अनि उनीहरूले चाहिँ समाजमा सबभन्दा बढी असर पनि पारेको थियो। अनि हामी हेर्छौँ भने चाहिँ यो महासभामा चाहिँ विशेष गरी चाहिँ मुख्य मान्छे चाहिँ महापुजारी हुन्थ्यो। ऊ चाहिँ त्यो महासभाको चाहिँ संयोजक पनि हुन्थ्यो। अनि तर बिस्तारै बिस्तारै समय सँगसँगै चाहिँ फरिसीहरू पनि मान्छेको बिचमा चाहिँ असर पार्दै आउन थाल्यो। मान्छेको बिचमा चाहिँ अब प्रख्यात हुँदै गयो। अनि त्यसपछि चाहिँ बिस्तारै बिस्तारै चाहिँ महासभामा चाहिँ फरिसीहरू पनि गाभिएको वा मिलिएको चाहिँ हामी देख्न सक्छौँ। अनि यो कुरा चाहिँ हामी नयाँ करारमा आएर चाहिँ जस्तै फरिसीहरू जस्तै निकोदिमस, गमालिएलले पनि यो महासभाको चाहिँ एउटा हिस्सा भएको चाहिँ हामी पाउन सक्छौँ, जुन कुरा चाहिँ हामीले यूहन्नाको 3:1 अनि प्रेरितको 5:24 पनि हामी पाउन सक्छौँ। भनेपछि हामीले महासभामा चाहिँ सादुसी र फारिसीको चाहिँ एउटा सन्तुलित रूप पाउन सक्छौँ र हामी यो पनि जान्न सक्छौँ कि महासभामा चाहिँ पुजारीहरू मात्रै थिएन, तर त्यहाँ धार्मिक विद्वानहरू र व्यवस्था उठा गर्नेहरू पनि थिए त्यहाँ। अनि यो महासभामा अब चुन्नलाई, यो सदस्य बन्नलाई चाहिँ कस्तो गुणहरू चाहिँ चाहिन्थ्यो त जोन्लाई? यो क्वेसन त मेरो मनदेखि नै भन्नु जानु जस्तो लाग्यो। साँच्चै तपाईँले सोध्नुभयो, मलाई बडो खुसी लाग्यो। अनि यो चाहिँ विशेष गरी सभाघरहरूमा फारिसीहरू सादुसीहरूको छनौट भए जस्तै होइन। यो त एकदमै योग्यता पुरा फिट भएको व्यक्तिहरू मात्रै यसमा छनौट हुन्छ। विशेष गरी योग्यताहरू चाहिँ यस प्रकारको छन्। यसमा सदस्य बन्नको लागि के चाहिन्छ भन्ने कुरा चाहिँ विशेष गरी यसमा यो यहुदी धर्मको राम्रोसँग ज्ञान भएको व्यक्ति मात्र योग्यता हुन पाउँछ। नम्बर 1। नम्बर 2 मा चाहिँ व्यावहारिक र इमान्दार र अर्काको राम्रोसँग न्याय गर्न सक्ने व्यक्ति हुनु पर्यो र यसमा उमेरको कुरा आउँछ र यसमा 30 वर्ष पुगेको व्यक्ति मात्रै सदस्य हुन पायो र त्यसपछि गएर अनुभव पनि चाहियो। र अर्को कुरो चाहिँ यो सदस्य बन्नका लागि त्यसले मात्र पुग्दैन, यसमा चाहिँ के पनि हुनु पर्यो भने अर्काले सम्मान गरेको, आदर गरेको, अर्काले चाहिँ राम्रो एकदमै राम्रो मानेको व्यक्ति मात्र सदस्य बन्न पाइन्छ। धन्यवाद मनिष राई र जोनलाई, तपाईँहरूले एकदमै गहिरो रूपमा चाहिँ महासभाको सदस्य र उनीहरूको कामको बारेमा चाहिँ भन्नुभएको छ। भनेपछि महासभाको सदस्य हुन चाहिँ ज्ञान, बुद्धि र धार्मिक रूपमा र एउटा एकदमै बलियो चरित्र चाहिँ चाहिँदो रहेछ। अनि धार्मिक र प्राचीन रूपमा चाहिँ महासभाले एकदम ठुलो भूमिका खेलेको थियो। भनेपछि जोनलाई के तपाईँले अझै विस्तृत रूपमा यो महासभाघर कसरी बनेको थियो भनेर तपाईँ भन्न सक्नुहुन्छ? स्योर। अब महासभामा चाहिँ 11 जना व्यक्तिहरूको समूह जुन चाहिँ लिस्कत ला गाजित अथवा च्याम्बर स्टोनमा चाहिँ उनीहरू भेला हुने गर्छ। विशेष गरी यो महासभा चाहिँ हामी देख्न सक्छौँ 2 जना प्रमुख व्यक्तिहरूको नेतृत्वमा हुने गर्दछन्। एउटा नासी सभापति र अर्को हामी देख्न सक्छौँ त्यहाँको अदालतको प्रमुख व्यक्ति। र त्यो 2 जनालाई चाहिँ 69वटा सदस्यहरूले जसरी हामीले यो माइकलाई पुरा गोलोमा उता बिचमा राखेर घेरेको छन् त्यसरी घेरेर उनीहरू बस्ने गर्दछन्। अनि हामी देख्न विस्तृत रूपमा हामीलाई थाहा छैन यो विषयमा के भयो कसो भयो भन्ने कुरा, तर धेरैजना यो विचार पनि गर्दछन् कि प्रधान पुजारी पनि त्यसमा उपस्थिति भएर नेतृत्व गर्थ्यो भन्ने कुरा हामी बुझ्न सक्छौँ। तर यसमा केही वाद विवादहरू पनि हामी भेटिन सक्छौँ।
महासभाको संरचना र भूमिका एकदमै अचम्म रहेछ। अब हामीलाई थाहा छ कि 70 AD-मा चाहिँ जब दोस्रो मन्दिरको चाहिँ डिस्ट्रक्सन भयो, त्यसरी नै महासभा पनि पतन भएको छ। र यो पतन भइसकेपछि पनि के यो महासभा फेरि आएको छ त मनिष चाहिँ? धेरै राम्रो कुरा गर्नुभयो बहिनी। अब हामी ऐतिहासिक सबुत अनुसार हेर्छौँ भने चाहिँ हजुरले भन्नुभयो जस्तै 17 AD-मा चाहिँ जुन मन्दिर चाहिँ हेरोदले बनाएको थियो त्यो चाहिँ नष्ट पारिएको छ। जब रोमी शासन चाहिँ सक्यो त्यसपछि त्यो रोमीहरूले बनाएको मन्दिर त्यो चाहिँ नष्ट गरेको हामी पाउँछौँ। अनि हामी हेर्छौँ भने चाहिँ जब चाहिँ 66 देखि 70 AD-को बिचमा चाहिँ त्यहाँनिर चाहिँ जब यहुदीहरूले चाहिँ रोमीहरूलाई चाहिँ जब विरोध गरे त्यो समयमा चाहिँ त्यो चाहिँ अब अस्तित्वमा आउनबाट चाहिँ हराएको हामी पाउन सक्छौँ। तर कति विद्वानहरूले चाहिँ के भन्छ भने जुन यो पछि प्यालेस्टाइनको अरू ठाउँहरूमा र यो जब्ने भन्ने ठाउँमा चाहिँ यो जुन महासभा स्थापित भएको छ, यही महासभाले चाहिँ पछि जुन अरू पनि महासभाहरू पछि निर्माण भयो, स्थापित भयो, त्यसको लागि चाहिँ के योगदान दिएको छ भनेर भन्छन् विद्वानहरूले। तर हामी देख्न सक्छौँ कि सुरुको महासभा त धेरै एकदमै बलियो थियो, धेरै पावरफुल थियो, किनभने त्यहाँनिर त अब मृत्युदण्डसम्म फैसलासम्म हुन्थ्यो त्यहाँनिर त, होइन? एउटा त्यो उच्च सर्वोच्च अदालतको काम पनि गर्थ्यो। तर पछि आएको जुन यो जब्नेपछि यो मन्दिरको नष्ट भएपछि जुन आएको अरू महासभा हुन्छ त्यो चाहिँ पहिलेको जस्तो महासभा जस्तो चाहिँ त्यति शक्तिशाली चाहिँ रहेन। अनि हामी हेर्छौँ भने चाहिँ जब 425 AD-मा चाहिँ जब पितृसत्ता चाहिँ सक्यो त्यसपछि चाहिँ यो पूर्ण रूपमा चाहिँ यो महासभा चाहिँ खत्तम भएको हामी देख्न सक्छौँ। स्योर भाइ, तपाईँले भनेको एकदमै राम्रो। साँच्चै नै यो हामी देख्न सक्छौँ केही विद्यहरू मिलेर यसलाई चाहिँ फेरि पुनः फिर्ता लिएर आउने कोसिस पटक पटक गरेको थिए, तरै पनि उनीहरू सफल हुन सकेन। हामी हेर्न सक्छौँ अब तपाईँहरूले हामीले छलफल गरे अनुसार चाहिँ महासभाले चाहिँ यहुदी इतिहासमा चाहिँ एकदमै ठुलो भूमिका चाहिँ खेलेको थियो। सबैभन्दा महत्त्वपूर्ण भूमिका चाहिँ हामी यसु ख्रीष्टकै पालोमा पनि हेर्न सक्छौँ। महासभाको अस्तित्व अहिले हामीले नदेखे तापनि इतिहासमा चाहिँ यसले ठुलो प्रभाव गरेको थियो। धन्यवाद हाम्रो दुवै दायाहरूलाई चाहिँ यो छलफलमा सहभागी हुनुभएकोमा। धन्यवाद बोलाउनु भएकोमा। धन्यवाद मिठो बोलिदिनु भएको लागि। धन्यवाद हाम्रो यो भिडियो हेरिदिनु भएकोमा। र हाम्रो टिमबाट हामी भन्न चाहन्छौँ गॉड ब्लेस यू। कस्तो लाग्यो त तपाईँलाई हाम्रो यो छोटो छलफल महासभाको बारेमा? आशा गर्दछौँ कि तपाईँहरूले यहाँबाट केही न केही कुरा त सिक्नु भएको छ। र यस्तै भिडियोहरू लागि तपाईँले हाम्रो नेपाल प्रेस्बिटेरियन थियोलोजिकल सेमिनारीको युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको होस्।